हेलो एभ्रिवान वेलकम ब्याक टु माई ब्लग। हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा। मेरो नाम चाहिँ प्रियङ्का हो अनि म चाहिँ हजुरहरूलाई यो सुन्दर प्लेस बटिन्डाको एकदमै राम्रो प्लेस, यो बटिन्डा लेक पनि भन्छ यसलाई चाहिँ। अनि यहाँनिर चाहिँ हामी सबै फ्यामिली घुम्नु आएको थियौँ। अनि यहाँनिर चाहिँ सानो पार्क रहेछ कि, यो पार्कमा चाहिँ नानीहरूलाई ट्रेन, स्विङ, हेलिकप्टरहरू खेलाउनु सक्दो रहेछ। अनि यहाँनिर चाहिँ मैले नानीलाई खेलाएँ अनि यहाँले पुरा इन्जोय गर्दैछ यहाँनिर चाहिँ। अनि त्यसको बादमा चाहिँ यहाँनिर मेरो हस्बेन्डले चाहिँ भनिरहेको थियो यहाँनिर चाहिँ के भन्छ अरे स्पाइसजेट यस्तो राइडहरू के, अन्त त्यो राइडहरू चाहिँ खेल्ने भनेर भनिरहेको थियो। अन्त मैले पनि आएको बेलामै त हो खेल्नुहोस् नानी भनेर चाहिँ मैले पनि खेल्नु पनि। अनि अब यसको बादमा चाहिँ जाँदैछ, हेर्नु त नजरिया कस्तो राम्रो छ यहाँनिर। अब गयो मेरो हस्बेन्ड चाहिँ एक राउन्ड मारेर आउने अरे हो। अनि यसको फी चाहिँ एक राउन्डको 600 रहेछ। अनि मजाले घुमेर आयो। अनि मलाई भन्दै थियो लुगा त डल्लै भिजिँदो रहेछ भन्दै थियो। हुनु पनि अब यहाँनिर यस्तो पानी उयो गरिरहेछ, कपडा त भिज्छ नि। अनि ऊ एक राउन्ड मारेर आयो। हाम्रो चाहिँ के भने आमा बिमारी हुनुहुन्छ कि घरमा, अनि आमालाई पनि लिएर गएको थियौँ हामी। अनि आमालाई चाहिँ एकजना हेर्नु बस्नुपर्छ। अनि अब यो नवीन यहाँनिर राइड गरिसकेर चाहिँ ऊ चाहिँ आमासँग बस्छ। अनि हामी चाहिँ बोर्डिङ गर्नुको लागि जाने। अब यहाँ नवीनले खेलिसक्यो। अनि अब यहाँनिर हातहरू मिलाएर हो बिदा गरेर आउँदैछ। अब चाहिँ हाम्रो पाली, म बाबा अनि नानीको टर्न हो। अब चाहिँ हामी बोर्डिङ गर्दैछु। बोटमा एक राउन्ड घुमेर आउने। यहाँनिर चाहिँ कत्रो ठुल्ठुलो माछाहरू पनि थियो हो। अनि कति मजाको नजरिया हेर्नुहोस् न। अन्त अब हामी यो बटिन्डा लेक चाहिँ घुमेर आयो घर। थ्याङ्क फर वाचिङ, बाई बाई।